हेलो साथीहरू, स्वागत छ फेरि पनि तपाईँहरूलाई आफ्नै च्यानल ब्लेज पावर ब्याङ्कमा। अझ चाहिँ सबिन भाइ सबिन छन्तेराहरूको मात्रै टुर्नामेन्ट भइरहेको छ। त्यसपछि चाहिँ मेरै स्नगर हाउस माइल स्टोन गेम हाउसमा राखिएको छ। यहाँ चाहिँ आज के कस्तो छ सब देखाउँछु, हेर्दै जानु होला, लाइक सब्सक्राइब गर्नु जानु होला। रोक्क भएकोमा होइन बटरफ्लाई आएर बसिरहेको छ होइन। आज फेरि टुर्नामेन्ट भएर कस्तो भइरहेछ रे, ठिकै छ होइन। ओ आस्याङ दाइ आनन्द लिनुभएको छ नि है, राम्रो भएको छ नि होइन गेम है। सबिन भाइ लिएर राखेको गेममा होइन। यो सेकेन्ड राउन्ड, यो त फर्स्ट गेम हो, यो पनि फर्स्ट गेम, नेक्स्ट गेम भइरहेको छ। के छ मेरो भाइ, टप प्लेयर कमिङ होइन। यो पनि टप प्लेयर होइन, जतिखेर पनि खाएको मात्रै देख्छु यार मैले यसलाई। खै म बस्छु यहाँ, रिसेट भएर आएर नि सक्यो फेरि। रिसेटको रिसेट दियो कि नछुइछ सामान अनि त्यस्तो मिल्यो भने फ्री बल क्या फेरि। बल्ल अब फ्री बल 40 भाइले जित्ने सम्भावना बढी। टपहरू माइल स्टोनको टपहरू के छ मोटे भाइ? मोटे भाइ नि खेल्नु तैँले छन्दैल होइन? मोटे भाइ खेलेन सबै? मोटे भाइ खेल्नु पर्छ त, अनि भोक थियो त मोटे भाइ यार। यसको कसले खा यस्तो हाम्रो यहाँ अर्गनाइजर फेरि सबिन छन् त्यहाँ होइन भाइ। कस्तो भइरहेछ? ठिकै छ होइन, हुनु पऱ्यो नि यहाँ। ल सेकेन्ड सेट सुरु भयो। 15 वर्सेस निर्मल। सुजनको गेम इन्ट्रेस्टिङ गरेर हेरिरहेछ भाइ होइन। के हजुर के गरेको जस्तो
बेस्ट अफ लक है ल भाइलाई पनि बेस्ट अफ लक ल लगेन भात कति थाल खाएको रे 3 थाल त हानिस् क्या तैँले स्योर हो के कस्तो समीले 3 ग्राम झोल हानिदिएको त नि यहाँबाट ल ठिक छ बाबु के छ खेलेन तिमी किन हो र शान्तिले खेल्दैन बाप प्रो हो कि सही पैसा चाहिएको छ हाम्रो निर्मल भाइ यार हारेर सितालो भएर पछि छ निर्मला भाइले जितेको मान्छेहरूसँग यहाँ ओपोनेन्ट भाइटल ए क्वार्टर फाइनल अझ गेम भएको केटाहरू सब उभिएर हेरेर दर्शकबिन भइदिइरहेछ अरे आम्मा छ मैला टुर्नामेन्ट भएको होइन सब दर्शक भइरहेछ यता फेरि टुर्नामेन्ट होइन पाएँ यता चाहिँ खत्रै लामोचरको माइल स्टोनको टपरहरू रमेश कोन शिरीष गुरुङ पूर्णमान गुरुङ तपाईँ यता चाहिँ अब टुर्नामेन्ट भइरहेछ गेम चाहिँ सन्तेलाहरूको खत्रै भइरहेछ क्वार्टरको फाइनल सेमीको गेम भइरहेको छ यतापट्टि quarter semi Maila राई दाइले पो यता आनन्द लिएर जानु मेरो दाइ होइन ल दाइ ठिकै छ अब यता यता कसले खेलाउने हो ल भाइ बेस्ट अफ लक सोइन भाइ बेस्ट अफ लक फाइनलिस्ट 2 जना है ल अब गेम सुरु भइरहेछ ल बल चुज भयो
फेरि दिशा पनि बनाएको केटा हाल्नु चाहिँ नगरौँ है प्लेयरलाई डिस्टर्ब हुनसक्छ होइन अपोनेन्टलाई नि डिस्टर्ब हुन्छ नि त ओके यस सन भाइ विनर है भाइ चाहिँ टुर्नामेन्टको अर्गनाइजर पनि सन भाइ नै हो फर्स्ट पनि सन भाइ नै हो होइन भाइ सन्तेलाहरूको अझ टुर्नामेन्ट भएकोमा एकदम मोटिभेसन नै छ नि त युवाहरूलाई चाहिँ होइन मलाई युवाहरूलाई पनि सन्तेलाहरूकोमा हुनुपर्छ है यतिको त हुनुपर्छ है भन्ने कुरा चाहिँ सन्तेलालाई चाहिँ त्यो मोटिभेसन दियो ठिकै छ राम्रो सक्सेस भयो त्यसमा हामी ठुलो कुरो हो अब चाहिँ ट्रफी ठुलो चाहिँ सबिन सन्त्याल अनि अर्को चाहिँ सुनिल सन्त्याल अनि हाइस ब्रेक यो पनि सबिन भाइले होला है सबिन भाइ नै फेरि हाइस ब्रेक पनि आजको चाहिँ प्रोग्रामहरू चाहिँ ओके ठिकै छ अब कसरी हुन्छ के हुन्छ कसो हुन्छ होइन बिचरा भाइ फेरि हाम्रो भाइ पनि भ्यानाबाट आएर फेरि पुरा मार्कर छ पुरा रेफ्रीको निभाइरहेछ होइन अब हाम्रो चाहिँ पुरस्कार वितरण भइरहेको छ होइन तपाईँले त्यही देखान्छ रातिको हाम्रो लगभग पौने 1 भइसक्यो होइन पौने 1सम्म आज चाहिँ फर्स्ट टाइम माइलस्टोन स्नोकर हाउस चाहिँ लेट नाइट भएको चाहिँ आजै हो मर्निङ टाइम होइन त्यही पनि अब जसो जसो जेसुकै हुन्छ सन्तेलाहरूको मात्रै होइन युवाहरूले चाहिँ गर्न खोजेको त्यसमा चाहिँ यो चाहिँ नि राम्रो एउटा पोइन्ट हो पुरस्कार वितरण हुन्छ त्यसपछि चाहिँ हामी पनि बिदा पछि हाम्रो विजय गले सबिन खण्डेललाई धेरै ल है ल मेरो टुर्नामेन्टमा है ल ओके ल ल ओके ल ओके ताली बजाउनु ल
बाबुलाई धन्यवाद आजको चाहिँ हाम्रो सन्तेलहरूको इन्ट्रो होइन सन्तेल इन्ट्रो म चाहिँ आज टुर्नामेन्ट हुने बेलामा आज चाहिँ फर्स्ट रनर अप भएको छ सुनिल सन्ज्याल यो सुनिल सन्ज्याल होइन भाइले राम्रो गेम खेल्यो आज माइलस्टोन गेम हाउसमा राम्रो त्यसमा चाहिँ हामी चाहिँ एकदम प्राउड गर्छु होइन त्यसमा चाहिँ कम्प्लिट ग्राउन्ड गर्नको लागि आइदिनु हुन हाम्रो सुनिल सन्ज्याललाई चाहिँ फर्स्ट रनर अप बधाई छ भाइलाई ओके ताली बजाउनु न सबले यार के हो यार हाम्रो चाहिँ अर्गनाइजर प्लस फर्स्ट हुन सफल भएको छ च्याम्पियन सबिन छन्ता हाम्रो प्यारो भाइ सबिन फर्स्ट हुनुभएको छ त्यसमा धेरै धेरै बधाई होइन अग्रिम शुभकामना यस्तै यस्तै ट्रफीहरू उचालिरहेको ल भाइलाई कङ्ग्रेचुलेसन है भाइ है मेरो भाइलाई एकदम शुभकामना छ ल दुईटाको पठाइदिनु न ल सबिनहरूलाई धेरै धेरै कङ्ग्रेचुलेसन है अनि हाइएस्ट ब्रेक थाहा छ नि हाइएस्ट ब्रेक पनि हाम्रो सबिन भाइ नै सफल हुनुभएको छ कतिको ब्रेक हान्यो हाम्रो सबिन भाइले 29को ब्रेक हानेर होइन ब्रेक हान्न सफल भएको छ उहाँलाई पनि धेरै धेरै शुभकामना है ल बधाई छ भाइ यस्तै यस्तै लागि पनि एकदम